श्वास तान्दै माथि हात फेरि श्वास छोड्दै फेरि तल 1 2 3 4 5 6 7 8 फेरि श्वास तान्दै माथि हात फेरि श्वास तान्दै तल 1 2 3 4 5 6 7 8 फेरि श्वास तान्दै माथि हात फेरि श्वास तान्दै 1 2 3 4 5 6 7 8 सम्पूर्ण नमस्ते। सर्वप्रथम त यो पर्वतीय साधनामा धेरै धेरै धन्यवाद। जस अहिले एउटा जुन अवसर यहाँ हामीले प्राप्त गरेका छौँ यो चाहिँ एकदमै अवसरणीय छ भन्नुभयो। आशा छ अब भोलिका दिनहरूमा यसले चाहिँ अझै धेरै प्रगति गर्नेछ। खासमा म त यहाँ 4-5 दिन जति भयो अहिले भर्खरै मात्र सुरु गरेको छु। जति जे सिकेको छु यसले चाहिँ मलाई धेरै नै फाइदा गरे जस्तो लागेको छ। त्यसैले गर्दाखेरि आशा छ आगामी दिनहरूमा यसले धेरै नै राम्रो गर्नेछ। यसमा चाहिँ अब यो साधनाको लागि हामीले आफ्नो व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग कहाँबाट के गर्न सकिन्छ त्यसको लागि मेरो आफ्नो हृदयदेखि नै म भरपुर प्रयास पनि गर्नेछु। सँगसँगै योगामा जोडिन चाहने सम्पूर्ण पर्वतवासीहरूलाई पनि आइदिनको लागि आफ्नो स्वास्थ्यको ख्याल गरी योग साधना गर्नको लागि पनि अनुरोध गर्दछु। यहाँ व्यवस्थापन अति नै राम्रो छ, सुन्दर छ, शान्त छ। योग साधना हामीले एकदमै जुन किसिमको अपेक्षा गरेको छ त्योभन्दा राम्रो चाहिँ यहाँ भेटिएको छ। त्यसैले गर्दाखेरि सम्पूर्णमा जुन अवसर यहाँ प्राप्त गर्न दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै मेरो मन्तव्य अन्त गर्छु। नमस्ते। श्वास तान्दै ल माझरी आसन अस्ति मैले गराएको थिएँ उद्रा है। मजाले कुम्ला उठाइदिनुहोस्। अब मुन्टु ध्यान हारा क्षेत्रमा नाइटोमाथि मजाले तर्काइदिनुहोस्। 20 चक्र घाँटीमा फेरि अलि 40 वर्षमै यो सुरु गर्नुपर्ने रहेछ। म त अबेला भएछ। धेरै राम्रो छ यो चाहिँ अनिवार्य सबैलाई अनुरोध पनि गर्न चाहन्छु र सबैजनालाई यो योगले धेरै रोगहरू 80 देखि 90% निको पार्छ जस्तो मलाई भित्रभित्रै अनुभूति भइसकेको छ। धन्यवाद। 6 7 8 फेरि 1 2 3 4 5 6 7 8 फेरि अब दुईटै फेरि 1 2 3 4 5 6 7
8 माथि फेरि एकचोटि 1 2 3 4 5 6 अहिले योग गुरुबाट मैले चाहिँ योग चाहिँ सुरु गरिराखेको छु र अहिले योग गुरुको यो साधना चाहिँ उसबाट हेर्दाखेरि अहिले हामी जस्तो चाहिँ गएर युवा पुस्ताहरूमा पनि योगको चाहिँ गएर सुरुवात गर्नुपर्छ र आम नागरिकमा जो बिरामीहरू हुनुहुन्छ उहाँहरूको लागि यो औषधि भन्दा पनि योग ठुलो हो भन्ने चाहिँ गएर लागिराखेको छ र हामी मानव जगतमा हेर्दाखेरि अहिले योग चाहिँ गएर साँच्चीकै भन्यो भने हाम्रा योग गुरुहरूले जुन अहिले साधना विधि गरेर हामीलाई योग पाठ सिकाइराख्नु भएको छ उहाँहरूलाई विशेष धन्यवाद दिँदै र अब हाम्रा दिनहरूमा पनि हामीभन्दा अलिकति नजानेका र नबुझेका चाहिँ मानव जगतहरूमा पनि यो चाहिँ सूचना गरेर उहाँहरूलाई पनि योग गुरुमा जोडिन सम्पूर्णमा चाहिँ हार्दिक अनुरोध गर्दै योग चाहिँ गुरुमा जो हामीलाई अहिले चाहिँ सिकाउँदै हुनुहुन्छ योग उसबाट सम्पूर्णलाई चाहिँ धन्यवाद दिन चाहन्छु। राख्नुहोस् त मलाई अरू पछाडि गएर मिल्छ जानुहोस् त अब कसैलाई जति सक्छ त्यति गर्नुहोस् है ल 1 2 3 4 5 6 7 8 9 10 फेरि श्वास तान्दै माथि श्वास छोड्दै तल 8 5 6 7 8 9 10 म कृष्ण प्रसाद शर्मा पैसा हाल्ने छु। मेरो योगमा आएको आज चाहिँ 7औं दिन हो। मेरो अनुभव चाहिँ कस्तो रह्यो भनेदेखि जो आएको छैन हिजो जो आएको छैन उसलाई के छ भनेदेखि त्यहाँ गएर के होला किनभनेदेखि अहिले के भनेदेखि योगमा आउने भनेको चाहिँ विशेष गरेर आफ्नो शरीरका रोगहरूबाट कसरत गरेर एक्सर्साइज गरेर आफ्नो शरीरलाई निरोगी बनाउने पसिना बगाउने ज्यान दिनभरि हराउनु बनाउने होइन मुख्य उद्देश्य चाहिँ हाम्रो त्यही नै हो कि होइन पसिना बगाउने ज्यान हलुको बनाउने दिनभरि फ्रेस भएर काम गर्ने है बेलुका चाहिँ खाना खाएर सुत्दा बित्तिकै आनन्दसँग निद लागोस् है हाम्रो मेन मुख्य उद्देश्य चाहिँ त्यही हो। मैले त्यही अनुभव गरेको छु। अहिले म पहिला पनि चाहिँ रनिङमा जान्थेँ है यो वर्ष पनि करिब 3.5 महिना जति रनिङमा गएँ। अब अहिले हाम्रो बुढी त अलि पहिलेदेखि आएँ म चाहिँ रनिङतिरै त्यहाँ गएर अलि एक्सर्साइज पुग्दैन कि शरीरलाई म चाहिँ रनिङमै जान्छु तिमी त्यता जाऊ भने थिएँ। पछि चाहिँ बर्खा सुरु भयो। बर्खा सुरु भएपछि त अब रनिङमा हिँडाइ त हुने भएन। अब घर बसेपछि त बानी बिग्रिन्छ। त्यही भएर होइन योगमै जानुपर्छ। अब जाने चाहिँ योजना चाहिँ पहिलेदेखि बनाइराखेको पोहोरदेखिबाट हो। मेसो चाहिँ मिलेर थिएन कि यतै आनन्द आउने उता आनन्द कम हुने भन्ने लागेको थियो। तर अहिले आएर कस्तो भएको छ भनेदेखि यो चाहिँ ढिला भइसकेको छ। जो आएन नि जो नआएको मान्छे यो योगमा आएर आफ्नो अनुभव पटेपछि उसलाई के लाग्छ म चाहिँ ढिला भएको रहेछु म अलि पहिलेदेखि आउनुपर्ने रहेछ भन्ने महसुस गर्नुहुन्छ जस्तो मलाई लाग्छ। अब फेरि गर्ने होला अहिलेको चाहिँ छोटकरीमा चाहिँ मेरो यति शेयर है। Like, subscribe, share. Thank you.